साँच्चै हामी छोरी मान्छेहरूको काम कति धेरै हुन्छ है र पनि कामै नदेखिने। वेलकम टु माई मिनी ब्लग साथीहरू। म चाहिँ आज खेतमा जानु थियो बिहानै अनि सनस्क्रिम लाएँ, मोइस्चराइजर लाएँ। यो ड्रामा लाइफको क्रिम चाहिँ मैले युज गरिरहेको छु अनि मम्मीलाई झिलिक्क देखाएँ अनि मलाई लाग्यो खेततिर। खेतमा चाहिँ जाँदै थिएँ, अङ्कललाई देखेँ अनि एकछिन अङ्कलसँग गफ गर्दै गरेको भिडियो बनाएँ। माइजीले घाँस पनि काटिसक्नु भएको रहेछ अनि हाम्रो चाहिँ मकै पाकेको छैन, मामाहरूको चाहिँ पाकेर अनि आली भित्ता गर्ने बेला भएको थियो। गएको दाइ त जोत्नु हुँदै रहेछ। यति ठुलो ठुलो आली है, त्यो काट्दाखेरि मेरो हातहरू त पुरै लजन्तेको काँडाले यति धेरै घोचेको हो नि। अनि त्यतिकैमा काम गर्दा गर्दै अनि सपनाले खाजा लिएर आइसिन्। यिनी चाहिँ हाम्रो बुहारी हुन् अनि खाजा लिएर आएको। आज आर्या पनि स्कुल नगएको, आर्या पनि आएको रहेछ। खाजामा थियो रागाको मासु अनि चिउरा। लाइक मेरो चाहिँ मासु त अब फेभरेट अभियसली हुन्छ नै अनि मैले पनि खाएँ। मेरो भागमा चाहिँ मासु अनि मलाई हड्डी मन पर्थ्यो, एकदमै धेरै हड्डी थियो। अनि त्यो खाइसकेपछि फेरि हामी चाहिँ पूर्ण आफ्नै कामतिर लाग्यौँ। अनि काम सकाएर घर आएँ। घरमा आउँदा त रेजिना पनि आइरहेको रहेछ अनि रुखकटर अस्ति मनिकाले पठाइदिएको थियो, म भिडियो बनाउँछु भन्दा भन्दै मम्मीले काटिसक्नु भएको रहेछ। अनि रेजिनाले चाहिँ नेपालको झन्डा बनाएको है। अनि यो झन्डाको फोटो मैले लिदिएँ। मम्मी चाहिँ तोरी पिसेर भर्खरै आउनु भएको थियो म आए पछाडि। अनि म चाहिँ खासै खान्न थिएँ, तर मनिकाले यति धेरै मायाले पठाइसकेपछि साँच्ची नै खाएको त यति धेरै मिठो थियो नि है। थ्याङ्क यू सो मच मनिका। अनि म मम्मीलाई दाल पिस्नलाई सघाउन थालेँ। आमा छोरी गफ गर्दै हामीले दाल पिस्यौँ। अनि मेरो चाहिँ आज स्पेसल गिफ्ट आउँदै थियो जुन चाहिँ मैले लिएँ अनि खोलेर हेरेको। मलाई यति धेरै मन पर्यो, यति धेरै मन पर्यो अनि मैले भिडियो पनि बनाइहालेँ। अनि म नुहाएँ, फ्रेस भएँ। नुहाएर त्यतिकै बस्नु पर्यो भनेको त फेरि मम्मीले गोरुलाई घाँस हाल भन्नुभयो अनि गोरुलाई घाँस हालेँ। अनि त्यस पछाडि चाहिँ मेरो काम पनि सक्यो, आजको दिन पनि सक्यो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो साथीहरू।